महानुभावलाई हार्दिक हार्दिक नमस्कार। यतिखेर म पाल्पा जिल्लाको निस्ती गाउँपालिका वडा नम्बर 1 को बाँका मलाङ भन्ने ठाउँमा आइपुगेको छु। बाँका यो ठाउँमा विशेष गरी उखु खेती अत्यन्त व्यावसायिक ढङ्गले गरिँदो रहेछ र आज हामी स्थलगत भ्रमण अवलोकन एउटा श्री राधाकृष्ण माध्यमिक विद्यालयको शिक्षक साथीहरूको साथमा आइपुग्दाखेरि बिदाको दिन पारेर चाहिँ यसो अवलोकन भ्रमणमा हिँड्दाखेरि यो देख्न पाइयो। सौभाग्यमान ठान्नुपर्छ। र यहाँ उखु पेलिरहेको छ। यहाँ एक हल गोरुले यो यसरी घुमाइदो रहेछ। यो रोटेसन भइरहेको छ यहाँनिर। र त्यसपछि यहाँ दुईजना उखु धनी हुनुहुन्छ, कृषक हुनुहुन्छ। उहाँले मेसिनमा हालिराख्नु भएको छ र गोरु पनि यतातिर आइरहेको छ। यहाँ देख्न सकिन्छ हाम्रो गुरुहरू र यसरी रनिङ भइरहेको छ, घुमिरहेको छ चक्रमा, एउटा चक्रमा। र अब त्यसपछि मैले यो रस निकालिसकेपछि खुदोलाई यो भाँडोमा यसमा सँगाले राख्ने लास्ट अन्तिम चरणको यो गरेर। र यतिखेर हेरी यो चाहिँ अहिले के भन्छ खडासरीलाई झेगा। यो झेगा हो। यो दिनरात पकाउनु पर्दो रहेछ। यसलाई खुदो बनाइन्छ। धेरै पाकिसकेपछि यो खुदो यहाँबाट आगो लागिँदो रहेछ। सरी त्यो डाँठ हाल्नुभयो यो यतिखेर। त्यसपछि यो खुदो बजारमा यहाँ पाकिसकेपछि भाँडोमा हालेर बजारसम्म पुर्याइन्छ। यसरी यहाँको मुख्य आम्दानी कुनै बेलामा यति राम्रो रहेछ। अहिले सम्पूर्ण मानिसहरू यो ठाउँबाट सरुवा भएर धेरै ठाउँमा जानुभएछ बसाइसराई गरेर। त्यस कारणले गर्दा यहाँ देख्न सकिन्छ हाम्रा साथीहरू सरहरू आउनु भएको छ। ए हाई हो अर्जुन गैरे सर, उहाँ बगनासकालीबाट। उहाँ देवी प्रसाद नेपाल सर बगनासकालीबाटै। त्यसपछि विष्णु प्रसाद रेग्मी सर, उहाँ रामपुर 4-5बाट, मटेरीबाट। डोलराज रेग्मी सर पहिले रामपुर अहिले चितवन। डोलराज पोखरेल सर, खडानन्द पाण्डे यहीँको स्थानीय र हाल चितवन। र म आफू स्वयं म आफू पनि छु। र म गणेश कुमार कुमाल, पाल्पा रामपुर छ तिलपुर। र यहाँबाट दक्षिणपट्टि नवलपुर देख्न सकिन्छ। यो खोला बौदी खोला भन्ने छ यहाँनिर। यसले यो सिमाना हो, पाल्पा र नवलपुरको यो सिमाना हो। महाभारत पर्वत छ, के अरे अन्तिम उचाइ भनौँ न यहाँनिर। र यो डाँडा नागिसकेपछि यहाँ देखिएको छ, पल्लो डाँडा नागिसकेपछि हामीले देख्न सकिन्छ यो मधेस देख्न सकिन्छ। झ्यालबास धौबादी, यहाँ यो फलामखानी होइन, फलामखानी देख्न सकिन्छ। हजुर जे होस् यहाँबाट देखिएको सबभन्दा हाइटभन्दा अर्को डाँडो देख्न सकिन्छ। र यतापट्टि नवलप्रासी के अरे डेढगाउँ देख्न सकिन्छ। त्योभन्दा उतातिर हामीले तनहुँ पनि देख्न सकिन्छ। यस्तो खालको सङ्गममा रहेको छ यो बाँका मलाङ भन्ने ठाउँ। एकदम शिखर छ, हावा चलिरहेको छ एकदम। हजुर यो यसको हाई अल्टिच्युड भनेको 1300 मिटरमा रहेछ। त्यस कारणले गर्दाखेरि राम्रो देख्न सकिन्छ। र यसरी अन्तिममा फेरि पनि यो यहाँ गोरु घुमिराखेर छ। त्यस कारणले गर्दा यस्तो यसरी हालिँदो रहेछ। गोरु यसरी घुमिराखेको छ। अहिले म यहाँहरूको यसरी एउटा उखु खेतीको लागि एकदम प्रसिद्ध ठाउँ बाँका मलाङ, जहाँ आज हामी रहेर भिडियो गराइरहेका छौँ। यो ऐतिहासिक हुन सक्छ। हस् त, धन्यवाद, नमस्कार।